सो हेलो एभ्रिवान, आज हामी फर्मेट्स लिटल थ्योरम हेर्न गइरहेका छौँ, जुन चाहिँ क्रिप्टोग्राफी, नेटवर्क सिक्युरिटी, इन्फर्मेसन सिक्युरिटी लगायतका सब्जेक्टहरूमा चाहिँ यो टपिक चाहिँ रहेको छ। सो बेसिकल्ली यसमा पी र ए गरी दुईवटा नम्बर रहेका छन्, जसमा पी भनेको एउटा प्राइम नम्बर हो र ए भनेको एउटा यस्तो इन्टिजर हो जसलाई चाहिँ पी ले डिभाइड गर्न सकिँदैन। ए र पी को जीसीडी क्यालकुलेट गर्यो भने त्यसको भ्यालु 1 आउँछ भने त्यस्तो केसमा चाहिँ यो इक्वेसन चाहिँ एप्लाई गर्न सकिन्छ, जसमा ए भनेको एउटा इन्टिजर हो, पी भनेको एउटा प्राइम नम्बर हो, जसले चाहिँ यो ए भन्ने इन्टिजरलाई डिभाइड गर्न सकिँदैन। सो ए को पावर p - 1 कङ्ग्रुएन्स टु 1 मोड p। यो भनेको के हो हामी नेक्स्ट स्लाइडमा हेर्नेछौँ। बेसिकल्ली हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा p भनेको प्राइम नम्बर हो, a भनेको इन्टिजर हो र p ले चाहिँ यसलाई डाइरेक्टली डिभाइड गर्न सकिँदैन। फ्र्याक्सनल फर्मेटमा नआइकन हामीले यसलाई डिभाइड गर्न सकिँदैन। सो यदि यो p प्राइम नम्बर हो, a इन्टिजर हो र p ले चाहिँ यसलाई डिभाइड गर्न सकिँदैन भने हामीले यो इक्वेसनमा चाहिँ यो भ्यालु राख्न सक्छौँ। यसको आउटकम चाहिँ 1 आउँछ, अथवा यसलाई चाहिँ हामीले यसरी पनि लेख्न सकिन्छ, यो इक्विभ्यालेन्ट फर्मेट हो। सो एउटा इक्जाम्पल हेरौँ जसमा p र a को भ्यालु दिएको छ, p भनेको 7 र a भनेको 3। त यसमा हेरौँ त यदि हामीले 7 ले 3 लाई डिभाइड गर्न सकिन्छ त हामीले 7 ले 3 लाई डिभाइड गर्यो भने त्यसको भ्यालु फ्र्याक्सनल फर्ममा आउँछ। सो हामीले डाइरेक्टली 7 ले 3 लाई डिभाइड गर्न सक्दैनौँ। सो त्यो कन्डिसन म्याच भएको छ र p भनेको एउटा प्राइम नम्बर पनि रहेको छ। 7 लाई p चाहिँ 1 ले अथवा 7 ले मात्रै डिभाइड गर्न सकिन्छ। सो अकर्डिङ टु फर्मेट्स लिटल थ्योरम यो इक्वेसनको बारेमा हामीले अघि पनि डिस्कस गरिसकेका छौँ। सो यसमा अब हामीले p को भ्यालु 7 र a को भ्यालु 3 राखेर सब्स्टिट्युट गरेर यसलाई सल्भ गरौँ। सो इनिसियल्ली a भनेको 3 हो, यो ठिक छ। p भनेको 7 हो, 7 - 1। त्यसपछि राइट साइडमा हेर्दाखेरि मोड p थियो। सो p को ठाउँमा हामीले 7 ले रिप्लेस गरिदियौँ। सो त्यसपछि 7 - 1 भनेको 6 र 3 को पावर 6 भनेको 729 कङ्ग्रुएन्स टु 1 मोड 7। सो यसले भन्न खोजेको चाहिँ के हो त भन्दा 729 लाई 7 ले डिभाइड गर्दा यसले चाहिँ रिमाइन्डर चाहिँ 1 दिन्छ, रिमाइन्डर भन्न खोजेको है। सो 729 लाई 7 ले मोड अपरेसन गर्यो भने त्यसको रिमाइन्डर चाहिँ 1 आउँछ भन्न खोजेको हो। सो त्यो कसरी थाहा हुन्छ त? भेरिफाई गरौँ। 729 डिभाइड बाई 7 गर्दाखेरि 104 चाहिँ फ्र्याक्सनल फर्म भन्दा अगाडिको आउनुभयो, त्यसपछि रिमाइन्डर 1 आउनुभयो। यो कसरी क्यालकुलेट गर्छौँ त्यो हेरौँ। सो हामीले सोझो हिसाबले डिभाइड गर्दाखेरि 729 डिभाइड बाई 7 गर्दा 104.142857143 आएको छ। यसलाई हामीले छुट्याइदिउँ, 104 छुट्टै र फ्र्याक्सनल फर्म छुट्टै गरौँ है। 104 र त्यसको पछाडिकोलाई प्लस गर्यो भने पनि भ्यालु आउने त यही नै हो। सो यदि हाम्रो जुन 729 आएको थियो र जुन फ्र्याक्सन भन्दा अगाडिको जुन होल टर्म थियो त्यसमा चाहिँ 729 माइनस 104 इन्टु 7 किनभने 7 ले डिभाइड गरेर आएको। सो 729 माइनस ब्राकेट भित्र 104 इन्टु 7 गर्दाखेरि 728 चाहिँ यो क्यालकुलेसन भएर आयो र 729 अहिलेको भ्यालु थियो। सो यसमा सबट्र्याक्सन गर्दाखेरि यसको भ्यालु 1 आयो। सो यसरी पनि हामीले रिमाइन्डरले क्यालकुलेट गर्न सक्छौँ, अथवा जुन यो फ्र्याक्सनल फर्ममा पछाडिपट्टिको जुन भ्यालु थियो त्यसलाई 7 सित मल्टिप्लाई गर्यौँ भने पनि त्यसको भ्यालु 1 नै आउँछ। सो यो दुईवटा तरिकाबाट हामीले चाहिँ रिमाइन्डर क्यालकुलेट गर्न सक्छौँ। सो अहिले हामीले लिएको इक्वेसन 1 हियर, इक्वेसन 1 means 729 is divided by 7, it leaves remainder 1 र भेरिफाई गरेर पनि हेऱ्यौँ हामीले। सो त्यो गर्दाखेरि पनि के भयो, 729 डिभाइड बाई 7 गर्दाखेरि डाइरेक्टली भ्यालु क्यालकुलेट गर्न सकिँदैन, त्यसले एउटा रिमाइन्डर पनि लिभ गर्छ र त्यो रिमाइन्डर चाहिँ 1 रहेको छ, जसलाई चाहिँ हामीले यसरी रिप्रेजेन्ट गर्छौँ। यसमा के भनेको हो, यदि 7 ले 729 लाई डिभाइड गर्दाखेरि त्यसको रिमाइन्डर चाहिँ 1 आउँछ भन्नु खोजेको हो है त। क्यान बी अल्सो अन्डरस्टुड एज 729 इज इक्वल टु 7 इन्टु 104 एन्ड रिमाइन्डर 1। सो हाम्रो फर्मेट्स लिटल थ्योरमको एप्लिकेसनहरू चाहिँ यिनीहरू रहेका छन्। सो यही नै थियो फर्मेट्स लिटल थ्योरम। थ्याङ्क यू, सब्सक्राइब एन्ड फलो फर मोर।